ओके हेलो एभ्रिवान नमस्ते। आज हामी चाहिँ क्लास 12 को कम्पलसरी इंग्लिश अन्तर्गत जिरन्ड प्यासिभको केस हामी डिल गर्दैछौँ। जिरन्ड भनेको चाहिँ V4 हो अथवा चाहिँ यसलाई हामीले आइएनजी फर्म भनेर पनि चिन्छौँ है त। जब भर्बको फोर्थ फर्मले नाउनको रूपमा काम गर्छ अथवा चाहिँ हामीले भर्बको फोर्थ फर्मलाई नाउनको रूपमा प्रयोग गर्छौँ त्यसलाई नै हामीले के भन्छौँ त भन्दा जिरन्ड भनेर भन्छौँ। यहाँ एउटा सेन्टेन्स लेखिएको छ जसमा जिरन्ड प्रयोग भएको छ। यहाँ चाहिँ स्मोकिङ भर्बको फोर्थ फर्म हो र यसलाई हामीले चाहिँ सब्जेक्टको रूपमा प्रयोग गरेका छौँ। यसको अर्थ के हो त भन्दा स्मोकिङ नाउन रहेछ के। सब्जेक्ट हुने भनेको चाहिँ कि नाउनबाट आउँछ कि प्रोनाउनबाट आउँछ। सो यसरी हामीले चाहिँ जिरन्ड थाहा पाउनु पर्ने हुन्छ र अब हामीले चाहिँ जिरन्ड प्रयोग भएको एक्टिभ र प्यासिभको केस चाहिँ डिल गरौँ है त। अब हामीलाई के थाहा भइसकेको छ त भन्दा जिरन्ड भनेको भर्बको फोर्थ फर्म है। अब यो सेन्टेन्समा यो क्वेसनमा चाहिँ अब जिरन्ड पत्ता लगाउनु पर्यो फर्स्ट है। अब यसमा जिरन्ड के छ त भन्दाखेरि टिजिङ है। भर्बको फोर्थ फर्म जिरन्ड के रहेछ त यो रहेछ है। यो जिरन्ड रहेछ है। सो अब यो जिरन्ड थाहा भइसकेपछि अब हामीले यो जिरन्ड प्यासिभको केसमा चाहिँ दुईवटा केस थाहा पाउनुपर्छ। एउटा भनेको चाहिँ अब्जेक्टिभ केस हो भने अर्को भनेको चाहिँ पोसेसिभ केस है। अब अब्जेक्टिभ केसमा के हुन्छ त भन्दाखेरि अब्जेक्टिभ प्रोनाउनहरु प्रयोग भएको हुन्छ है। जस्तै यहाँ के भएको छ त अब्जेक्टिभ प्रोनाउन देम प्रयोग भएको छ है। देम जस्तै कहिले यहाँ मी प्रयोग होला, कहिले यहाँ चाहिँ अस प्रयोग होला है, कहिले चाहिँ यहाँ यु होला, कहिले चाहिँ यहाँ हिम होला, कहिले यहाँ हर होला, कहिले यहाँ चाहिँ इट होला है। हो यसलाई हामीले भन्छौँ अब्जेक्टिभ केस है। यो हो अब्जेक्टिभ केस। र अब अब्जेक्टिभ केसलाई चाहिँ प्यासिभ गराउँदाखेरि हामीले के गर्नुपर्छ त भन्दाखेरि बीइङ प्लस बीइङ चाहिँ हामीले एड गर्नुपर्छ, बीइङ प्लस V3 गर्नुपर्छ है त। ठिक छ। अब यति कुरा थाहा भइसकेपछि अब हामीले नेक्स्ट स्टेपमा के गर्ने त भन्दा यो जुन क्वेसन छ यो क्वेसनमा चाहिँ दुईवटा पार्ट छ है। यो क्वेसनलाई चाहिँ दुई पार्टमा चाहिँ डिभाइड गरिएको छ, विभाजन गरिएको छ। जस्तै नो वान लभ्स फर्स्ट पार्ट हो भने पिपल टिजिङ देम इन द पब्लिक यो सेकेन्ड पार्ट हो है। अब हाम्रो कन्सर्न के हो त भन्दा हामीले मात्रै सेकेन्ड पार्टलाई यो जिरन्डको केसलाई मात्रै चेन्ज गर्न पर्ने हुन्छ। यसको अर्थ के हो हामीले फर्स्ट पार्टलाई एज इट इज लेख्नु पर्ने भयो है त। सो नो वान लभ्स अब जस्ताको जस्तै हामीले लेख्नु पर्यो नो वान लभ्स है। ठिक छ। अब यहाँ चाहिँ हामीले चेन्ज गर्ने भनेको सेकेन्ड पार्टलाई मात्रै हो पिपल टिजिङ देम है। अब देम भने चाहिँ अब यो के रहेछ त अब्जेक्टिभ केस रहेछ। अब अब्जेक्टिभ केसमा के आउँछ त भन्दाखेरि यो बीइङ प्लस V3 ल। नो वान लभ्स बीइङ अब भर्बको थर्ड फर्म कहाँबाट ल्याउने त भन्दा यो टिजिङ V4 हो। यसबाट थर्ड फर्म गराउने। यसको अर्थ चाहिँ टिज्ड। नो वान लभ्स बीइङ टिज्ड इन द पब्लिक। अब बाई पिपल गरे पनि भयो नगरे पनि भयो। यसरी चाहिँ हामीले एन्सर लेख्नुपर्ने हुन्छ। भनेपछि यसको के हुने रहेछ त भन्दा नो वान लभ्स बीइङ टिज्ड इन द पब्लिक। अब यो चाहिँ अब्जेक्ट प्रोनाउन कहाँ गयो भन्ने रहन सक्छ, यो चाहिँ अभोइड गरिन्छ प्यासिभको केसमा है त। यो भयो। अब सेकेन्ड क्वेसन पनि सेम यही केस छ है। यहाँ पनि के छ त भन्दा मी यहाँ मी छ भनेपछि यो के रहेछ त यो पनि अब्जेक्टिभ केस नै रहेछ। अब यसको लागि पनि हामीले सेम प्रोसेस चाहिँ फलो गर्नु पर्यो। अब यो सेन्टेन्समा पनि हामीले दुईवटा पार्ट भेट्छौँ आई रिसेन्ट अब पिपल इन्टरप्टिङ मी व्हेन आई एम स्पिकिङ। अब हामीले चेन्ज गर्नुपर्ने भनेको चाहिँ यतिलाई मात्रै हो है। ठिक छ। पिपल इन्टरप्टिङ मी जहाँ जिरन्ड हुन्छ नि अथवा भर्बको फोर्थ फर्म हुन्छ त्यो पार्टलाई मात्रै हामीले चेन्ज गर्ने हो। भनेपछि अब यसको के हुने भयो अब आई रिसेन्ट जस्ता तस्तै लेखिने भयो। र अर्को अब हामीले सिधै के ल्याउनु पर्ने भयो बीइङ आई रिसेन्ट बीइङ अब इन्टरप्टेड भनेर भर्बको थर्ड फर्म गराउनु पर्ने भयो है। आई रिसेन्ट बीइङ इन्टरप्टेड व्हेन आई एम स्पिकिङ ल। यसरी चाहिँ हामीले प्यासिभ गर्छौँ। भनेपछि हाम्रो मेन कन्सर्न के रहेछ त भन्दाखेरि यो जिरन्ड प्यासिभमा चाहिँ फर्स्टमा चाहिँ जिरन्ड चिन्नु पर्यो हो। त्यसपछि चाहिँ अब त्यसमा कुन केस अप्लाई भएको छ अब्जेक्टिभ केस
अथवा चाहिँ पोसिटिभ केस। अहिले हामीले चाहिँ अब्जेक्टिभ केसको मात्रै प्रब्लम सल्भ गऱ्यौँ हो, किन भन्दा यो क्वेसनहरू अलरेडी हामीलाई चाहिँ 80 र 79 मा सोधेको छ है। अब हामी चाहिँ पोसिटिभ केस कस्तो हुन्छ त त्यसको बारेमा डिस्कस गर्छौँ है त। ल जस्तै he likes someone, he likes someone taking his photograph। जस्तै यस्तो एउटा क्वेसन आयो। अब यसमा जिरन कुन छ भन्दाखेरि टेकिङ भर्बको फोर्थ फर्म हो, यो जिरन रह्यो। भनेपछि यसमा पनि के छ त दुईवटा पार्ट छ, फर्स्ट पार्ट र सेकेन्ड पार्ट। अब हामीले चेन्ज गर्नुपर्ने भनेको सेकेन्ड पार्टलाई मात्रै हो। यहाँ चाहिँ के छ हिज, हिज भनेको पोसेसिभ प्रोनाउन हो। जस्तै अब हिज जस्तै कहिले कहिले के आउन सक्छ त हर आइदेला हो, कहिले कहिले माई होला, कहिले कहिले चाहिँ आवर होला, कहिले कहिले चाहिँ योर हुन सक्ला यहाँ, त्यसै गरी कहिले कहिले चाहिँ हियर होला है। त्यसपछि एउटा नाउन चाहिँ आएकै हुन्छ है। पोसेसिभ प्रोनाउनले चाहिँ नाउन लिएरै आएको हुन्छ, त्यही भएर हर, माई, आवर, योर, डियर प्लस नाउन हिज इन्क्लुडिङ है त। अब यस्तो आयो भने हामीले चाहिँ कसरी प्यासिभ गराउँछौँ त भन्दा ह्याभिङ प्लस अब्जेक्ट प्लस भर्बको थर्ड फर्म गराउँछौँ है। यदि हामीले चाहिँ पोसिटिभ केस हो भन्ने कुरा थाहा पायौँ भने चाहिँ हाम्रो चाहिँ ह्याभिङबाट स्टार्ट हुने रहेछ, अब्जेक्ट त्यसपछि भित्री, र यो पोसेसिभ केस हो भन्ने कुरा हामीलाई थाहा भयो है त। अबलाई चेन्ज गरौँ। अब फर्स्टमा चाहिँ हि लाइक्स जस्ता तस्तै लेख्नु पर्यो है। अब ह्याभिङ एड गर्नु पर्यो, ह्याभिङ त्यसपछि अब्जेक्ट के छ हिज फोटोग्राफ अब्जेक्ट भयो, हिज फोटोग्राफ। अब टेकको भित्र के हुन्छ त टेकन हुन्छ, बाई समान गरे पनि भयो नगरे पनि भयो, अथवा त्यो इन्डेफिनिट प्रोनाउनहरू चाहिँ लेखिँदैन पनि है। यसरी चाहिँ हामीले पोसेसिभ केसको जिरन प्यासिभ चाहिँ डिल गर्नुपर्ने हुन्छ। ल अब यो दुईवटा क्वेसन चाहिँ सल्भ गर्ने जिम्मा तपाईँहरूको। धन्यवाद।